सुनाउनुहुन्छ हो भने ल्याङ गर्छ तर एउटा क्वेसन यार मलाई त सरी भन्ने कुराले कस्तो भइरहेको छ हुन नि हो तर छुटे जिंदगी केरा बाजे अनि पुरा पानीमा आएर चिच्चाउँथ्यो अस्ति कि सुनेर म के गर्नु सुनेर भन्दैमा पानी फुट्ने गरी चिच्चाउनु पर्छ त अनि साउना बाजे मैले छ तिमी तिम्रो उमेरमा घरमा के गर्थ्यौ के गर्नु बा सानैदेखि दुःख गर्यो बिहान उठ्यो बन गयो बना गयो दिनभरि बस्नु भाउ गयो गोठालो भयो कहिले कहिले यसो फुर्सद भए साथीभाइसँग खेल्न गयो नाच्यो त्यही हो त के गर्नु ए बाजे मलाई एउटा कुरा चाहिँ नढाटिकन भन त के कुरा बा तिमीलाई बोजूले कतिको माया गर्थ्यो गर्थ्यो नि म बारीमा काम गरिरहेको हुन्थेँ खाजा खाने बेला भएपछि ऊ खाजा लिएर आउँथे ए बुढा खाजा खान आऊ भन्थे आलीमा बसेर बोलाउँथे मकै दिन्थे मकै खायो लिन गाह्रो हुन्थ्यो गाह्रो हुँदा मोही दिन्थे आफ्नो भाग भरेर राखेको ऊ पनि खाने बुढाको भनेर सोध्थे ल ए बाजे जल्दी क्या हुन्छ त किन हिँड्नुपर्छ र बा यो बुढेसकालमा जति धेरै आँखा बोल्छ आँखा भरि आँसु हुन्छ त्यही त भन्नु बा ए भनेपछि बोजूले तिमीलाई किस पनि दिन्छ के हो बाबु किस भने अघि तिमीले नै भनेर मैले पनि भनेर तँलाई फेरि रानी कस्तो तँलाई जस्तो के बानी दिएको अघि पाउ न तँलाई के भन्नु छ आज पहिल्यै बोल्न खोज्ने मान्छे आज बोल्न यस्तो बाबु त्यसो होइन नि बाजे बाजे एक छ कोही साथी पनि छैन एकलै रहन्छु त्यही भएर हो नि बा कसलाई सुनाउनु यो मनको पीडा साथीभाइ कोही छ र ऊ त्यो बाटो बारीको चौतारो त्यही घरको कुरा त्यही त नि बा कोही पनि बोल्दैन भएको त पनि बोल्दैन यो गरियो मनको पीडा मकै दुखायो त्यही त हो नि बा बाजे मलाई माफ गर तिमी ठुलो नमान आजदेखि म तिमी सँगै बस्छु सँगै कुराकानी गर्छु खान्छु खेल्छु सोध्छु हुन्छ होइन के हो जान्छ तँलाई साँच्चै भन्छ तँलाई यस्तो कुरा कसले सिकायो बा कहिले यस्तो कुरा गर्दैन अघि बाजे आज हामीले स्कुलमा बाजेहरूको बारेमा पढेको थियो सामाजिक सर सुशील सरले भन्नुभएको तिमीहरू त बुद्ध भगवान् हुन्छै तिमीले भनेको त मान्नुपर्छ अरे कुराकानी गर्नुपर्छ अरे हो मेरो नातिले असल कुरा सिकेछ
वास्तवमा ज्ञान भनेको त देख्न जान्नु मात्र होइन नि त, वास्तविक जीवनमा उतार्न सक्नुको असल ज्ञान हो त। छोरी सुशील सरलाई मेरो नमस्कार पठाइदिएर नमस्कार सरले आज मलाई साह्रै खुसी बनाइसकेको छ। आज त तर म नाच्छु गरेको जस्तो मात्र गर्छ भनेर विचार गरेको हेलो 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 धुली केटी तिमी कहाँ छेउ? बा म अफिसमा छु। किन र बा? के भन्दैछौ मैले सुनिनँ। म नि अफिसमा छु भनेको के? सुन्नु न के भयो? ए धुली केटी मेरो सुलार कहाँ राखिरहेछौ तिमीले? कुन सुरुवात बा? त्यो ठुलाले अस्ति औँसीमा दिएको नि। ए ए ए किन पुग्न चाहियो र सुरुवात? खोइ मैले जातिबुझी खोजिसकेँ, कहीँ भेट्दिनँ। खै तपाईँले त कहाँ भेट्नु होला र? हजुरको दराजको तलबाट पटाएर राखिदिएकी थिएँ। ए धुली केटी मलाई माथि स्कुलबाट प्रिन्सिपलले त्यो जातिविधि राम्रो कार्यक्रम छ आइज है भनेर बोलाएको थिएँ। म त्यहाँ जान लागेँ, सुलार भेटिनँ। म यही लगाउनु लाएर गएँ है त। खै तपाईँले त भेट्नुहुन्न होला बुवा। हुन्छ लगाएर जानु न। तर बुवा जान त भन्नुभयो, हिजो पनि सन्चो थिएन, पेट सन्चो छैन भन्नुभएको थियो। जे पाइ त्यही नखानु होला है। खोइ मैले राम्रो तिम्रो बात बुझेँ छुइनँ छुरी। के हजुरले सन्चो छैन भन्नुभएको थियो, फेरि गएर जे पाइ त्यही खानु होला, नखानु है भनेको के? ए हुन्छ बा हुन्छ तल हिजो त आज त हालेर ए ल जानु न त। ठुलाले फोन गरेको त्यति गर्नुभएको थियो, भोलि आउने रे। जातिविधि राम्रो हुनु भयो कि आएपछि कम्ती रमाइलो गर्नु खोज्दैन त्यो केटो। मजाले नाच्नुपर्छ। नानु म गएर आउँछु घरै। मलाई लिएर मोटर लिएर त आउँछ होला। हुन्छ बा, कार्यक्रम मजाले बसेर हेर्नु। बेलुका भन्दा अगाडि चाहिँ ननिक्लिनु है बुवा। नअड्की बोल न, मैले के बुढो मान्छे र कसरी सुन्नु भने। हुन्छ बुवा ल। ल लिन आऊ, म उता कार्यक्रममा बसिरहन्छु बेलुकासम्म। मोटर लिएर लिन आउनु है। हुन्छ बुवा, कार्यक्रम चाहिँ पुरै हेर्नु है, मलाई आउनु अलिक ढिलो होला। ल मैले मोबाइल राख्यो है। ल बुवा। जातिविधि मान्छे आएको रहेछन् मेरो बा। सबै हेर दौतारी पनि आएको रहेछ। बिस्नु पर्दैन मेरो बा। कम्ती राम्ररी गुलेती खेल्दैन तिमी हामी कतै गरी। यो स्कुल चाहिँ मलाई कतमै राम्रो लाग्यो। म मेरो कालो नाति छ, ठुलीलाई भन्दै बिर्सेछु। त्यो कालो नाति आधा हजुरबा कोही गरेर जातिविधि एउटा गर्छ। त्यसलाई राखिदिन्छ कि राम्रोतिर पनि आउँछ होला, बेलैमा जाउँला। यो स्कुलमा चाहिँ केटाकेटीहरूलाई साह्रै राम्रो व्यवहारिक शिक्षा दिलाउँदो रहेछ। त्यो प्रिन्सिपल भन्ने मान्छे पनि जातिविधि राम्रो गरी बोलायो मलाई। जसरी भए पनि आउनुपर्छ है बा भने। राज पाउने बुढालाई के को बोलाइरह, तर मलाई मुन थामेन, बित्तिकै मुन थामेन। ठुलीलाई भनेर भए पनि म आएँ। यहाँ सम्मान चाहिँ गर्नुपर्ने भगवान्लाई सम्मान गरेछन्।
सायद मेरो नातिहरूको साल ल्यायो भने म पनि सम्मान पाउँछु होला। कम्ती मात्रै मलाई हर्ष लागेको छैन सम्मान गरेको सुन्दा। जुन भगवानलाई सम्मान गरेका रहेछन्। यस्ता पितृ खाने बेलाको बुढालाई के नै चाहिन्छ खुसी पार्न? बिचारा हामी बुढापाकालाई खुसी पार्न के जबरदस्ती नै दिनुपर्छ र? यसो सानोतिनो गिलो मसिनो दिन ठोस खान सकिँदैन। मासु मांस खान छोडिहाल्यो, सीताराम हरे राम गर्दै बस्छ। ठिक छ, अलिकति फुल दिनु, अलिकति मिठो गुलियो मात्रै अलिक मरो फेरि यतिखेरै। बुढेसकालको त फुत्ता जान बेर छैन। अलिअलि माया दियो सबै छोरा बुहारी नाति नातिना मिलेर पछि चाहिँ हाम्रो परिवार कति राम्रो हुन्थ्यो। यो अघिल्लो यहाँनिर एउटा बुढो आएको छ, त्यो बराल बुढो साह्रै दुःख पाएको छ बिचरा। त्यसलाई जतिबेदी केटाकेटीले हेला गरेर मरसन्न भएको छ बिचरा। आफूलाई चाहिँ केटाकेटीले साह्रै राम्रो गर्छन्। हामी ठुल्केटी बुहारी नानी साह्रै गजबकी छ। आएर चिल्लाइदिन्छ, अलिकति खायो लुसुक सुको तातो जानु गर्न नाति त्यसो घुस्रिन्छ। साह्रै राम्रो भएको छ। यसरी कसैले पनि दुःख नपाउनु। म जस्तो रिष्टपुष्ट अहिले पनि मान्छे बुढो भए पनि मन बुढो भएको छैन। म मासतिर कार्यक्रम पुगेर आउँछु, तपाईँहरू कस्तो गर्नु होला? त्यसका बादै ठुलाले ल्याइदिया सुलर कहाँ पराइ केटी अब लङ्गौटीमै आए। बिचरा बराल बुढो बिजोग छ। त्यसको बिजोग देखेर मलाई रुन्न मन लाग्छ, तर म रुन्न। म त धेरै हन्डर खाएर सङ्घर्ष गरेर केटाकेटीलाई हुर्काएर संस्कार दिएर घर चलाएको मान्छे हो। मेरी बाहुनीले मलाई छोडेर गए पनि धेरै बाहुनी छन् जस्तो लाग्छ। हेर न गलत बुझेर मुया गर्छन्, बोलाउँछन्, यसो कप अलिकति मिठो मसिनो दिन्छन् त के भयो, खाइदिँदा जाँदैन। त्यसैले मैले यहाँ उपस्थित सम्पूर्ण हाम्रा आदरणीय बुवाहरू, हजुरबुवाहरू, मेरा सङ्गीहरू, तपाईँहरूको जीवन हाँसी खुसी बितोस्। जति समय बाँच्नुहुन्छ तपाईँहरू खुसी भएर बाँच्नु होला। घर परिवारले माया स्याहार र सामान्य किसिमको सामिप्यता दियो भने हाम्रो परिवार कहिले दुखी हुँदैन। म जस्तै हृष्टपुष्ट हुन सकिन्छ। यो आजको नाटकको मूल मर्म पनि यही हो। म अलिकति चेन्ज गरौँ, अप्ठ्यारो भयो, निकै अप्ठ्यारो हुँदो रहेछ। नाटक यसरी नै समाप्त हुन्छ। यो नाटकको मूल मर्म भनेको नै हामीले अघि भनेका छौँ, ज्येष्ठताको सम्मान कशिशले अब तयार पारेको यो अभियान हो। हामीले ज्येष्ठहरूलाई कहिल्यै पनि बुढापाकाको रूपमा, अशक्तको रूपमा, झन्झटिलो व्यक्तित्वको रूपमा कहिल्यै पनि नहेरौँ। उहाँहरूसँगको अनुभवले उहाँहरूको जीवन पढ्ने हो भने आज हजारौँ हजार किताब बन्छन्। त्यसैले यस वर्ष हामीले केही सीमित बुवा आमाहरूलाई सम्मान गर्न पायौँ। कुनै पनि बाबुआमा, हजुरबा हजुरआमा पीडा, दुःख र अपहेलनाले रुनु नपरोस्। समाजमा कुनै पनि नाति नातिनाहरूले मेरो हजुरबा, मेरो हजुरआमा, मेरा बाजे, मेरा बजै भनेर गर्व गर्न सक्ने बनाउन सकौँ। हामी हाम्रा विद्यार्थीलाई पनि त्यही ज्ञान दिने प्रयास गरेका छौँ। तपाईँहरूको पनि साथ अवश्य रहोस्। यो मेरो बाजेको आजको नाटक मै धर्मलालले लेखे हो। कुधर्म बाहेक केही गर्दिनँ, नाम धर्मलाल हो।
त्यसैले म पात्र परिचयका लागि सम्पूर्ण आर्टिस्टहरूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। मबाटै सुरु गरेँ। नमस्कार, म प्रकाश भण्डारी, तपाईँहरूकै नानी बाबु पढाउने। चिन्नुभएको छैन भने अलिक अहिले भोलिदिन लागेको छ। यो नाटकको लेखन तथा निर्देशन मैले गरेको छु। नेपथ्यमा मेरी बुहारी। नमस्कार, म यसरी स्कुलकी शिक्षिका किरण बस्ने। आज यस कथाको म चाहिँ बुहारी, ठुलो बुढाको बुहारी। नमस्कार, मेरो नाम निश्चल अधिकारी। म एक कशिश विद्यालयमा कक्षा 9 मा अध्ययनरत विद्यार्थी। मैले यस नाटकमा बाजेको भूमिका निभाएको थिएँ। नमस्ते, मेरो नाम प्रसन्न राई, यस स्कुलमा पढ्ने कक्षा 9 विद्यार्थी। यस नाटकमा मैले नातिको भूमिका निभाएको थिएँ। नमस्कार, म शासन खतिवडा, कक्षा 9 मा अध्ययनरत। यस नाटकमा मैले सुशील सरको भूमिका निभाएको थिएँ। सुशील सरको भूमिका निभाएको थिएँ। नमस्कार, मेरो नाम जागृत तिवारी। म कक्षा 9 मा पढ्छु र मैले यस कथामा विद्यार्थीको भूमिका निर्वाह गरेको थिएँ। नमस्कार, मेरो नाम सचिन पूर्णी। म यस नाटकमा विद्यार्थीको भूमिका निभाएको थिएँ। नमस्कार, मैले यस नाटकमा विद्यार्थीको भूमिका निभाएको छु। म कक्षा 9 मा अध्ययनरत विद्यार्थी। नमस्ते, मेरो नाम अक्षय बेलाजी, कक्षा 9 मा अध्ययनरत विद्यार्थी। मैले यो नाटकमा विद्यार्थीको भूमिका निर्वाह गरेको थिएँ। नमस्ते, म आनन्द उदान, यस विद्यालयको कक्षा 10 मा अध्ययनरत विद्यार्थी हो। मैले यस नाटकमा विद्यार्थीको भूमिका निर्वाह गरेको थिएँ। धन्यवाद।